Audio Jungle. Audio Jungle. हेलो साथीहरु, वेलकम बैक न्यू भिडियो। अब हामी जाँदैछौँ घुम्नलाई खतरा रमजान आज डे 6। एकदम त्यहाँ दामी दामी एक्टिभिटीहरु छ रे भन्ने सुनेको छ। अब त्यही हेर्न जाँदैछौँ। अब हामी चाहिँ कतार आइसकेको अवस्था। एकछिन घुमघाम गर्नु पर्यो। दामी छ यहाँ कता फ्लावरहरु यस्तो दामी छ। यहाँ कस्तो दामी बनायो फुलै फुलले। ल वाउ, के किन्दै हुनुहुन्छ तपाईहरु? लसुन पाउँदो रहेछ? मैले त पहिलोचोटि देखाएको। यहाँ चाहिँ नेपालको जस्तै तरकारीहरु पाउँदो रहेछ गाइस। मेला लागेर छ, हाट बजारहरु। लसुनै हो भने अनि कति लिएर हिँड्या त यो? नेपालको भन्दा नि दामी छ लसुन। खै देखाइदेऊ कतारको लसुन। कतारको लसुन मजात्रै छ गाइस। पुरा मल एकदम प्रशस्त भएछ, त्यही भएर होला। हराउनुभयो, म मान्छे लिन जाँदैछु। मेलामा आएको, मेलामा मान्छे गायब। यता हो। म मेलामा मान्छे हरायो भनेर खोज्दै हिँडेको। फाइनली मान्छे भेटाइसकेको छु मैले। जहाँ गयो त्यहीँ हराइदिएको। पुरै नेपालको जस्तै लसुन रहेछ, पुरा नेपालको जस्तै हाट बजार। कतारमा त यस्तो कहिले काहीँ झुकेर मात्र पाइन्छ कि। त्यहाँ छोरी टोयलेट गएछ। अब हिजो स्यालेरी आएको छ, आज बुझाउनु पर्यो। हिजो सेलेरी आएको, अब आज गाह्रो छ। हामीलाई एकदम गाह्रो छ। हेर्नु नि आउनु होला। यहाँ एकदम मिठो मिठो नेपालको जस्तै नेपाली स्वादिलो एकदम अर्ग्यानिक काउली खानालाई। काउली, फर्सी, बकुल्ला नि लिएर हिँड्न न अलिकति। आपको मालूम है बकुल्ला? 6 रियल। 6 रियल केजी बकुल्ला। नेपालको जस्तै पुरा दामी दामी टमाटरहरु, साग सब्जीहरु। यहाँ हरियो परियो त देख्नै नहुने मान्छेलाई। यो मान्छेलाई त हरियो परियो देख्नै हुँदैन, झन्टी हाल्छ। चाहिँ पुरा गार्डनको सामानहरु, मलहरु यहाँ पाउने रहेछ। यो अब हाम्रो त किनेर लएर राख्ने ठाउँ नै छैन गाइस, त्यही भएर हेर्ने मात्र हो। यो त पुरा दामी दामी यहाँ आँपको बुट्टाहरु नि रहेछ, अम्बाहरु रहेछ, फुलहरु छ यहाँ। यस्तो दामी छ यो फुल। सुन्तलै फलिसके, दामी फलेछ है। गमलामा रोपेछ तर फल दिइसक्यो ल। हेर्नुस्, वाउ, दामी दामी। यो मार्केट त दिउँसो त खुल्दैन। दिउँसो नखाली न अर्को ठाउँ जानु भने यसो खोल्ने बेलुका 6 बजेपछि आउनु पर्यो क्या। त्यो यो त के छैन यो त मुसमा आएको जस्तो भइहाल्यो नि हैन। अब एउटा नि छैन भनेर मात्र हो खासमा। सरकारी बजार कालीमेडीमा हाट बजार के किन्नु भयो? यहाँ हराउनु भएको अवस्था। अब आमा कसरी खोज्न जानु पर्यो। ए यता हुने रहेछ। भेटे गाइस मैले आमा छोरीहरु। ओ ऊ त्यहाँ ऊ बसिरहेको छ। कति लाग्छ रे?
छोरी तिमी खेल्ने हो ओ कार्डबाट चल्दैन नि यहाँ कार्डबाट होइन हौ त्यहाँ अर्को कार्ड तिर्नु पर्छ हुन्छ कुन चाहिँ खेल्ने हो यहाँ छ कार्ड कार्ड यहाँ छ यहाँ उ त्यहाँ उसान बाबासँग छ कार्ड खेल्ने भनेपछि यहाँ छोरी मक्ख होइन त कुन चाहिँ खेल्ने हो त्यो वाला राम्रो छ ओ पिङ्कमा जाऊ रे त्यो व्हाइट हो के रे कुन चाहिँ हो भन्नु रे मलाई त आउँदैन नि आउँदैन भन्नु यो एक्सरसाइज गर्नु गरे नि याद गरे हैन अगाडि बढाउने बाइक जस्तै हो के अब यसले चलाउन आउँदैन त तिमी बस न ओ माय गॉड अनि अर्को ब्रेक भयो यो चाहिँ एक्सिलेटर अब मलाई नि आउँदैन सान बाबा बस्नु ल एकन ल सान बाबा र छोरी अब हात छोड अब ल पछाडिबाट भयो त छोरी ए स्पिड बढाउने ए अब त मैले त कहाँ भेटाउनै सक्दिनँ नि ल केटीहरुको सबै बिचरा हामीलाई त कसैलाई बिचरा छैन मलाई दिदीले किन्दा हो कालीले किन्दा हैन के सक्यो रे रोकिएर नि 10 मिनेट सकिहाल्यो नि सधैँ सधैँ बिना ड्याडीमा मलाई गफ गर्नु ए कुरा रा वाउ कति साइकल त यहाँ त के बेबी नो भेस्पा स्कुटर रहेछ त अब हामी चाहिँ अब अहिले एकछिन यहाँ बच्चा खेल्ने कुराहरू कति राम्रो लाइटहरू हेर्न आछौँ कतारको यहाँ ट्रेडिसनल ड्रेसको आर्टहरू पुरा के हो यो पेन्टिङ कस्तो राम्रो है
त्यो हेर्नु न कति राम्रो हर्सको कसरी बुन्ने पनि देखाएको छ है यहाँ हेर्नुहोस् गाइजहरू नेपाल गस्दै सबै मकै खानलाई बाँदरहरू यहाँ रेडी छन् एउटा दुईटा तीनटा सरी ज्वाइँ नो प्रब्लम त्यहाँ हुँदैन जति जति खायो नि मेरो त फेभरेट हो यो हामी चाहिँ नेपाल गस्दै मकै खाँदैछौँ पोलेको मकै विदेशमा बसेर नि पोलेको मकै खाइयो धेरै पनि नेपाल भने नेपाल भइगयो नि है गाइजहरू मकै खाने हो भने कतार आउनु होला अर्को लाग्यो एकदम मकै मात्रै खाने भए चाहिँ कतार आउनु होला मकै नै खानलाई भनेर नेपालदेखि चाहिँ आउनु पर्दैन कतारमै हुनुहुन्छ भने कतार हिल्समा आउनु होला एकदम मकै पोलेको मकै खाइरहेका छौँ हामी कसलाई लेडिजहरूलाई कसलाई आएको घुमघाम के अरे भन्नुस् न के अरे कस्तो बिर्सेँ मैले कस्तो फिल होइन कस्तो बिर्सेँ मैले दिदी एलिसा तामाङ